हेलो नमस्ते एभ्रिवान, वेलकम ब्याक माई च्यानल। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु होइन। अनि म चाहिँ अघि भर्खर उठेको। अनि सबैजनालाई ह्याप्पी न्यू इयर। यो त 2 गते आउँछ तर पनि सबैलाई ह्याप्पी न्यू इयर होइन। अब हिजोको भ्लगमा भन्नै बिर्सेछ त लास्ट भ्लगमा 30-31 गतेको। अनि यसले चाहिँ अस्तिदेखिकै म इलाम जानुभन्दा अगाडिदेखि भ्लगमा मलाई ल्याउनु कि ल्याउनु मेरो भ्लग बनाइदिनु भने अनि उठ जाऊ लु भन् के भन्ने यहाँ यस्तो लजाउँछ अनि भ्लग चाहिँ बनाइदिनु अरे होइन। भन्नु चाहिँ के भन्ने छिटो। अहिले चिया पनि नदिने मलाई। यो प्रकाश दाइको घरमा चिया दिएन। म यो पसलबाट केही नकिन्नु होला होइन। यो आट्रे होटलदेखि यतापट्टि छ। यहाँ केही भाडाकुडा त्यस्तै चाहियो भने यहाँ सम्पर्क गर्नु होला। नम्बर चाहिँ छैन। अनि केही नभने त अनि के लु सक्यो होइन भ्लग बनाइ त्यसो म जाउँ अनि लु म सक्यो होइन। तेरो कुरा सक्यो होइन। ल अब गाइजहरू यहाँ भाउजूले चाहिँ मलाई चिया दिन्छन् कि दिँदैनन् भाउजू। सो गाइज आज चाहिँ नयाँ वर्ष होइन। अघि पनि भनिहालेँ मैले तपाईँहरूलाई। त्यो फुच्चीले पनि मलाई देखा भनेर बोल्नु चाहिँ केही बोलेन। अनि आज पनि यही हाम्रै आफ्नै ठाउँ के गर्नु औसी डाँडाको यो माथिको डाँडा हो। हामी चाहिँ यहीँ आउँछौँ होइन। अनि अब 1-2जना त कोही त आज आउँछ। नयाँ वर्षमा कहीँ जानु पाइएन गाइड्सहरू, हामीलाई सपोर्ट दिनु होला। पैसा कमाउँछौँ हामी अनि नयाँ ठाउँ घुम्नु जान्छौँ। यो पालिको त यस्तै हो नयाँ वर्ष। अर्कोचोटिको चाहिँ राम्ररी मनाउनु पाऊँ डुल्दै घुम्दै होइन। त्यो माथि घाममा जानु एकचोटि गइदिउँ न त। अनि यहाँ आएर बस्नुपर्छ। यस्तो छ सही छ। अनि अब यसै घुम्नु पाइएन के गर्नु। यसो चाहिँ हामी 3 जुरे जानुहुन्थ्यो नि। पैसा छैन, बाइक छैन, गाडीमा जानु पैसा चाहियो, गाडी चाहियो होइन। यहाँबाट 3 जुरेको लाग्दैन नि त। नजिकै भयो भने उति माथि चिचिलिङ पोखरी पनि छन् छ। त्यहीसम्म जाने पनि त्यो छैन क्या। अब खाजा खाने गरेर गएर कहाँ अनि भ्लग त गरेको छैन नि त गएर। झन् नयाँ वर्षमा यहाँ मुला यो दिनै आउने डाँडामा भन्दा त्यहीँ जानु ठिक होइन। त्यो हरियाली के यो पहाडी हुँदी चाहिँ खासै हरियाली हुँदैन। यो पहाडीको ठाउँहरू सबै रातो माटो जस्तो छ। यता चाहिँ हरियाली अब चाहिँ दामी। अब चाहिँ म नयाँ फोन किनेँ भने चाहिँ अलिक अब क्यामेरा त राम्रो भएको हुँदैन होला। मेरोमा पनि सब्सक्राइब गरिदिनु होला गाइजहरू। मेरो पनि च्यानल छ मिराक लिम्बू। म डिस्क्रिप्सनमा लिङ्क राखिदिन्छु नि। नै फेरि सबै नदेख्नु लाज लाग्छ। अनि हामी यहाँ अब एकछिन हेर्ने शीतलमा बस्ने। फेरि कोही मान्छे आउँछ होला गफ हान्ने होइन। अब त्यो दिनभरि यो कामै छैन त। अनि अब के चाहिँ गर्नु त। एउटा यस्तै फोटो खिच्यो नि त भ्लग गरेकै कस्तो सही आएको छ। एकछिन बक्नु टाँक त लाउनु हेर्नु मलाई हुने छैन स्टोरी आफ्नै खिच्छ नि साइड लुक्स। मा एउटा खिच्छ उसको पो खिच्छ अरे। साइड लुक्स है गाइजहरू साइड लुक्स न देखाउँछु। एउटा खिच्छ यसो गरेर भएको। म चाहिँ जहिले इयरफोन ल्याउनु बिर्सिन्छु क्या गाइजहरू। ट्याक्क उयो हुन्छ नि त होइन। यो मन्दिर पनि देखाउँ न। यो चाहिँ मन्दिर छ होइन। मन्दिर देखाउँ अब कन्टेन्ट नभएपछि यस्तै त हो। आउँलामा अब चाहिँ भ्लग बनाउनु ट्याक्क चप्पल खोल्नुपर्छ। यसरी जानुपर्छ। फोहोर रहेछ। रक्षा गर भगवान् सबैको। यता अर्को अनि यता पहिला चाहिँ साह्रै मन्दिरमा आउँथ्यौँ सानो हुँदा। अहिले पनि आउनु चाहिँ आउँछौँ तर खासै भित्र चाहिँ खासै छिरिँदैन। पहिला त घन्टी बजाएको गर्थ्यौँ।
यसरी हो नि बजाउने त जानिस् यसले हावा के बनायो घन्टी बजाएर टुडुङ टुडुङ मात्रै पार्छ होइन गन्ध यस्तो सबै कहाँ हो कहाँ जानु बाहिर निक्लिन आएको होइन नि खास